आजको पुरुषार्थ 1:7-9:4 परम शान्ति। बाबा भन्नुहुन्छ, बच्चाहरू, तमो प्रधान संसारको बीचमा बस्ती आफैलाई सतो प्रधान बनाउने कार्य चलिरहेको छ र यो कार्य धेरै नै तीव्र गतिमा आफ्नो गन्तव्यतर्फ पुगिरहेको छ। यो समय यस्तो भइरहेको छ जहाँ गुण रूपी शक्ति तकी गुणहरू पनि नामका मात्र, अर्थात् मुखबाट मात्र गुण देखाउनका लागि नाम मात्रका रहेका छन् र चारैतिर आसुरी शक्ति मात्र बाँकी रहेको छ। यस्तो वातावरणमा तिमीहरू गुण रूपी शक्तिलाई धारण गर्न सक्षम बन्दै गएका छौ, अर्थात् संसारका मानिसहरू जति तीव्र गतिमा तल जाँदैछन् त्यो भन्दा धेरै तीव्र गतिमा तिमीहरूमाथि उठ्दै गएका छौ, जसको कारण तमो प्रधानताको विरोध तिमी बच्चाहरूको लागि बढ्दै गइरहेको छ, अर्थात् त्यो स्थूल र सूक्ष्म धेरै रूपहरूमा तिमीहरूमाथि प्रहार गरिरहेको छ। तर परमात्मा पिताका बच्चाहरूमाथि विजय प्राप्त गर्नु असम्भव छ। बच्चाहरू, तिमी आफैमाथि ध्यान देऊ। कुनै पनि कमजोर संकल्प आयो भने त्यसलाई 1 सेकेन्डमै एक छेउमा राखिदेऊ। कुनै पनि कमजोरीको संकल्पलाई आफूसँग नराख, अर्थात् यो नसोच कि अहिलेसम्म म 100% सन्तुष्ट वा पिता समान बनेको छैन। बस तिमीले बारम्बार आफैमा ध्यान दिनु छ, अर्थात् जुन संकल्प पिताले दिइरहनु भएको छ त्यसमा ध्यान दिनु छ र जो संकल्प तमो प्रधानताबाट बाहिरबाट अर्थात् विभिन्न रूपमा तिमीहरूकोमा आइरहेका छन् त्यसलाई छेउमा राख्दै जाऊ, अर्थात् केही पनि होइन। तिमी तीव्र गतिमा अगाडि बढ्दैछौ र सम्पन्नताको नजिक पुग्दैछौ। बस पितामा निश्चय राख। जुन बच्चासँग परमात्मा पिता हुनुहुन्छ तिनको विजय सारा कायनात मिलेर पनि रोक्न सक्दैन। आजलाई परम शान्ति।